लाइट छ हो अझै पल्लो टोपी खोल्नु नि सम दाजु घोडा लामो भनेर सानो मान्छेको चिप्टा त सर आयो अलि सानो यो सम दाजु टोपी खोल्नु नि भिडियो गर्ने मिस्टेक गरेर यहाँ म धेरै दिमेक हुँदैन नि विदेशको त सन्नै चातेर झर्झर झर्झर सबै राख्नु पर्ने यो फुल्लै फुल्ली ढाक्नु पर्ने क्या तेल पानी दिनु ठुलुबा तपाईँले कहिले आइदिनु भयो आमाले हाल्नु नि के हो त्यो ठुलो यो गरिखेर आइयो त्यो दी गरेर है त्यो कविन अंकल क्या हुआ मानामा लाउनु त्यो धुपन गएर मन चप्पल दिनु मम्मी चप्पल गाला भयो रमटीका बिग्रियो यहाँ बनाउनु पर्यो सानो भएर क्या भाँडा हुन्छ के बिग्रियो रमटीका बिग्रियो हुन्छ हुन्छ बिग्रेछ हजुर एक धोपले पुगिहाल्छ सुन्तला छ फुलमा समान के फुलमा पकाएर समान आमालाई बोतल मात्रै बढी मामालाई खोलेर खान्थ्यौँ न त्यो आन्टी मान्छे खानेन नि त ए हो बोतलमा राखेर ए काम त सिधाएको अलि धेर छ र एक दिन मान्न छ र भर्दै होदेखि अब मेरो बाबालाई यहाँ नै फुलै जाएर तँलाई छैन त्यो सेतो चाहिँ अर्को बनाएको भए बनाएको खोइ त्यहाँ माथि थप नभयो राम्रो भयो भिडियो गर्नु त दाजु त्यस्तो भन्नु त छोरो उता जानु बस्नु टक्ने छ नि त बुझ्नु ओइ उता जा उता जा माला दिनु होला न अभी बिचारा माथि आयो अन्त दिदीकोमा आफ्नै जुत्ता किन्दै सबै फोहोर बोला भिडियो बनाएर पछाडि सर्दै त कच्चाले मेरो मखमलीको मानेर हेरिदिनु त सिजुन्डी चाहिँ अरू प्रेको हामीलाई दिदी
ल दिदी मखमली अरू रुपियाँको हामीलाई मेन त यो मखमली नै अरे नि त रोटी ल्याइदिन्छु ल म भइरहेको फेरि अफ गर यो मम्मी त पौलाइरहेछ हौ छ्या यत्तिकै पो बोकिरहेको अन गरिरहेको किन मार्नु भएको यहाँ रातमा थिच्नु होला अनि अन गर्छ भनेर हामी त मेनकै तल लगाइदिनु पर्दैन होला नि त म त आउँदैन लगाइदिनु लगाइदिन्छु यस्तो खतरा लगाइदिन्छु प्रकाश सुब्बाले लगाइदिएको थियो हामीले त खिचिन अब पैसा निकाल्न दिनु पर्यो सबैको निकाल्न कालीदी छोड ए तपाईँ पनि बस्नु ने निस्केर पर्दैन पर भित्तामा निस्किरहेको सबै निस्किन सबैजना गाउँछ हेर्दा सब म खतरा हो नि त मान्छे आयु सानो हुन्छ देखि अब सेतो लगाइदिनु कहाँबाट खिच्न म चाहिँ दुई फोन बोकेर सबै साडी लाउँदाखेरि त हेर्दी नै जान्छ यसरी अठाइदिनु मम्मी यो भिडियो एकछिन बनाइदिनु त म बाबाले चाहिँ बाबाले टिका लगाइदिएको बाबाको फोन खिचिदिन्छु यताबाट हौ त ठुलो क्यामेरा हातले छिर्ने क्यामेरा खान थालिहालेको सोध्छ कि सोध्दै छ माला चाहिँ साँच्चै नि हो बाबा अरू कुरो भन्दा मालै साह्रो ताल लाग्यो हो यत्रो कति वर्ष माला लाग्यो चप्पल त्यहाँ नराम्रो लड्छ मान्छे हजुर कसको एकचोटि खिचेको भिडियो गर्दै नि खिच्नु मिल्छ नि त
दुईटा मेरो भन्दा खोइ त्यो जनाउनु पर्छ मम्मी ज्याकेट ल्याइदिनु न ज्याकेट ल्याइदिनु भाइ ल्याइदिएछु उल्टी भइसक्यो मलाई अन्त त्यो कसरी बनाउनु 12 बजे सक्छ प्रत्यक्ष पालो अनि भाइहरूलाई ल्याइदिनु पर्यो नि त अलि ल्याउनु न ल्याइदिहाल्छु नि त्यस्तो ल्याइदिनु पर्छ र नलाँदा हुन्छ तँ दाजुले नदेखेको त देख्ने नहुनु होला मम्मी अनि दाजुलाई दिइसक्यो त अन्त ल्याइदिनु न दुई नाले ल्याइदिएन अब लाग्दैन अब उसको त दुई भएको रोटी खानेहरूसँग ओइ बस्दै दिदी बहिनी के भएको नङ्दा काट्नु आमालाई मेहन्दी लगाइदिएर यस्तो भयो भनेपछि त भन्यो भनेको सानो सानो हुन्छ चलेर मलाई क्या अब समयको त झोलाइ पो रहेछ त खानिदिनु भएन दिदी कविन अङ्कललाई झोला नि भेट्नु पर्ने सजिलो पो पाएछ त सम्झित तेरो त चेलीले त भेट्ने नि भएको सबजनालाई नमस्ते कान्छी पनि आउनु पर्यो नि त खै कान्छी कान्छी नि आउँदै यहाँनिर यो पिरा चाहिँ नदेखाइ फेरि त्यसो भए अलि देखेन भने यताबाट आउने सिकाल्नु सन्डे यसले त मामाको वाला सबैजनाको आउनुपर्छ कि अलिक परबाट नहोला खिच्दैछ हल्लियो हल्लियो हुन आउँदैन त मेरा खिच्दै खिच्दै मामा हो त आमाको यता खिच्नु मैले बाहिरबाट जानु बहिनी पर जान उतापट्टि जाँदा त मामाबाट खिच्दै कस्तै हो